एकदमै लाइक आजकल पाइँदा पनि पाइँदैन होला। पख एकछिन आँखा चिम्म गर्छु टक्क खोल्दाखेरि टक्क आउनु पर्यो अगाडि 1 2 3 ओ माई गड यसलाई के भन्थ्यो तिमीहरूले हामी त गाई चक्लेट भन्छौँ। गाई चक्लेट है भन्छौँ। हामीले चाहिँ दुध मिठाई भन्थ्यो कि सानोमा टक्क ए दाँतमा पुरा अड्किने उ गर्ने टाइट हुन्थ्यो यो कति पछि देखेर किनेको। कहाँबाट यो त डुप्लिकेट हो त त्यो त होइन 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 यो वाला होइन सी रुमिन हो कि के नाम होइन यसको यो डुप्लिकेट हो। म थाहा पाइदिन्छु नि फेरि कडै हो तर यो यसको टेस्ट गरौँ मिठो छ साँच्ची। टेस्ट त अब कुरै छोड्देऊ न तिम्रो तिम्रो लेखाइ जस्तै त्यसको टेस्ट छ हजुर कता हुनुहुन्छ आजकल? म त अहिले यता इमाडोलतिरै बस्दैछु म आउनु लागेको। कहाँ आउनु लाग्यो त्यतै अहिले अहिले कहाँ आउँछु भने ठिक छ ओके एन्ड हामीसँग रिया हुनुहुन्छ सबजनाले च्याटमा लेखिरहेको थियो रिया 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 आजभोलि कुल बोयलाई भन्दा पनि धेरै माया त रियालाई पो गर्न लागेको छ त मान्छेहरूले के जादु चलायो राम्री छौ मायालु छौ तर आज सबैजनाले एक्सपेक्ट गरिरहेको छ कुल बोयको लागि केही न केही भनिदिनु पर्यो भनेर सबैजनाले एक्सपेक्ट गरिरहेको छ केही वर्ड्सहरू केही छ अरू सबले सुनेको होइन हजुरले सुन्नु भएको छैन होला म सुनाउँछु ल। पख एकैछिन अलिकति रोमान्टिक हुनु पर्यो रोमान्टिक छैन दुःखको नट दुःखको यत्तिकै दुःखको पनि होइन। ल ठिक छ आर यु रेडी गाइज सो इफ यु आर रेडी जस्ट सेयर आवर लाइभ हाम्रो लाइभ सेयर गरेर आजको गोल राखौँ लाइभको सेयरको 1K सेयर्स लाइक्स राखौँ 1 मिलियन लाइक्स लाइभको गोल चाहिँ त्यति राखौँ है लेट्स गो गाइज अब रिया आइसक्नु भएको छ है ल ओके रिया पख अलिकति लाज लाग्छ कि हल्का मलाई पनि ल म मरे र गाडिए भने फुल्नु पर्दैन गुलाबमा माथि जो पुग्नै नसकोस् कसैको शिरमा उम्रनु पर्दैन गुरुदौली जो चढ्दैन मन्दिरमा खस्नु पर्दैन पारिजात जसको सुगन्ध नै बाँधिन्छ त्यही जमिनको जन्जिरमा म बरु मल बनू मै रुख बनू ढलेपछि ठडियौँ मै सबको प्रमुख बनू प्रेमको मसी बनू प्रेमकै पाना बनू पलाओस् एउटा परिवार म प्रेमकै छाना बनू म मरे र जलाइए भने उठाउन अस्तु मेरो बगाउन याद पर्दैन जानु गङ्गा त्यसरी पखालिन्न पाप फ्याँकिदिनु खरानी मेरो लसुनको पातमा म बरु जरा बनू मै हराभरा बनू